सबभन्दा पहिला जिरेलमाथि हामी जिरेल त जिरेल हाम्रो चाहिँ पुर्खाले जिरीलाई अर्जेर जिरीलाई चाहिँ आफ्नो आधिपत्य जमाएर जिरीमा बसेर चाहिँ जल जमिन जङ्गल त्यो सबै आफ्नो हो भनेर त्यो ठाउँमा चाहिँ चरीचरा गरेर त्यो आधिपत्य भएर बसेको थियो र त्यही आधारमा हामीहरू मूलवासी त्यही आधारमा जिरीको चाहिँ हामी चाहिँ जिरीवासी र त्यही आधारमा हामी जिरीको के अरे अहिले चाहिँ आदिवासी भएर भन्छौँ तर स्वतन्त्र आफ्नो इतिहास छ स्वतन्त्र हाम्रो चाहिँ वेशभूषा छ स्वतन्त्र हाम्रो चाहिँ भाषा संस्कृति सारा चिजहरू छ तर हाम्रो भाषा संस्कृति हाम्रो चाहिँ जमिन जल हरेक ठाउँमा अतिक्रमण गरेको छ बाहिरीहरूले आएर अतिक्रमण गर्यो हाम्रो सबै संस्कृतिहरूलाई तोडमोडम गर्यो हाम्रो धर्महरू के छन् त्यो कुराहरूमा पनि अदल बदल तोडमोड गर्न थालिसक्यो हुँदा हुँदा हामीहरू के भन्थ्यौँ भने न हाम्रो धर्म के हो न हाम्रो संस्कृति के हो हामी के हो त अब फेरि हामी आफैलाई चाहिँ यहाँ के भयो भने अनि परीक्षा दिन नसक्ने स्थिति हुन थाल्छ त्यसैले गर्दा यहाँनिर यो कुरामा चाहिँ प्रत्येक जिरेल व्यक्तिले जिरेलको बारेमा चाहिँ वास्तविकता के हो त्यो कुरा चाहिँ जहिले पनि जानकार राख्नुपर्छ भन्ने चाहन्छु त्यो जानकार राखिरहेको छैन त्यो जानकार राखोस् भनेर चाहिँ हामीले धेरै अगाडिदेखि खोज अनुसन्धान गरेर किताबहरू लेखिसकेको पत्रिकामा त्यो बेला लेखिसक्यो तर कसैले पनि त्यो किताबहरू पढिदिएन र त्यो किताबहरू नपढेको कारणले गर्दा आज आएर चाहिँ के भइदियो भने सबै दुधार गोलमाल भयो त्यसैले गर्दा यो विषयमा म आज अलिकति किन भन्न चाहन्छु भने 2024 सालमा डोरबहादुर बिष्ट भन्ने व्यक्तिले द पिपुल्स अफ नेपाल भनेर एउटा किताब लेख्यो अङ्ग्रेजीमा लेखेको थियो त्योभन्दा अगाडि उसले सबै जातको फुलबारी भनेर लेखेको थियो त्यसकारण त्यसमा जिरेल अरू धेरै जातिहरूको बारेमा वर्णन गर्दै जाँदा जिरेलको बारेमा चाहिँ के भएर भनिदियो भने जिरेलहरू चाहिँ सुनवार बाउ र सेपिनी आमाको चाहिँ क्रस ब्रिड एउटा चाहिँ क्रस ब्रिड सन्तान हो है भनेर त्यो ठाउँमा लेखिदियो कथा हालिदियो डोरबहादुर बिष्ट भनेको त्यतिखेरको चाहिँ हेड अफ डिपार्टमेन्ट अफ सोसियोलोजी एन्ड एन्थ्रोपोलोजी त्यो चाहिँ यो चाहिँ टियुको त्रिभुवन युनिभर्सिटीको त्यस्तो व्यक्तिले त्यो नेसनल राइटरले त्यो कुरा लेखिसकेपछि अब जिरेलहरू के भयो त सुनर बाउ आमा सेपिनीको सन्तान हो भन्ने कुरा लेखिदियो तर त्यो किन लेखिदियो भन्दाखेरि त्यो पनि कारण छ किन लेख्यो भन्ने कुरा कारण छ त्यतिखेरको जिरेलहरूमा चाहिँ के थियो भने उनीहरू हिन्दू धर्म मान्ने अलिअलि सत्यनारायण पूजा पनि गर्ने कता कतै होइन अनि देवी देवताहरूमा चाहिँ के भने बलि चढाउने त्रिशूल चढाउने भेटी चढाउने त्यहाँ पनि जाने एउटा हिन्दू मानेको देखियो त्यतिको आधारमा यो क्रस हाल्थ्यो किन त भन्दाखेरि जिरेलको धर्म दुईतिर खालको दोहोरो खालको धर्म होइन र त्यसपछि तिनीहरू भाषा पनि त्यस्तै खालको छ शेर्पासँग पनि मिल्ने अरूसँग पनि मिल्ने खालको भाषा छ भनेपछि अनि हामीलाई के भने एउटा शेर्पा र सुनको खच्चड गर्न लगाइदियो त्यो 24 सालमा त्यो किताब निकालेपछि त्यो किताब हामीले पढ्न पायौँ धेरैले पढ्यो अब धेरैलाई थाहा भएन त्यो अङ्ग्रेजीमा थियो अनि त्यसपछि 31 सालमा जब हामीहरू कलेजमा आयौँ कलेजमा आइसकेपछि त्यहाँबाट के भन्दा 31 सालमा फेरि मेचीदेखि महाकाली अङ्ग्रेजीमा एनोनिमस पार्ट 2 भन्छ त्यो चाहिँ विश्वको सारा ज्ञानहरू थाहा पाउने जुन चाहिँ कुरो छ त्यो कुरोमा पनि त्यही कथालाई दोहोऱ्याइदियो त्यसैलाई कथाहरूलाई लेखिदियो सुनर शिकार एउटा केटो चाहिँ शिकार खेल्न चेरदुङको डिलमा जाँदाखेरि चेरदुङको डिलको आसपासमा चाहिँ एउटा सेर्पिनी जो चौरी पालन गरेर बसेको त्यो सेर्पिनीसँग सहवास भएर गर्भिणी भयो र त्यसपछि त्यसको चाहिँ एउटा छोरो जन्मियो त्यो छोरो जन्मेको चाहिँ नरन गरेर सुनर केटो नआइसकेपछि अनि त्यसलाई चाहिँ गहुँ छर्केर चोकाएर दैदारे नाम राखेर त्यसपछि एउटा त्यो त्यसलाई चाहिँ के अरे उसले के अरे अनि एउटा मङ्क टिबेटन मङ्कले त्यसलाई पालेर उमेर गइसकेपछि त्यो लालमोर दियो र त्यही नैदारेको शब्द चाहिँ जिरेल हुनु भनेर लेखिदियो त्यसमा फेरि त्यो खालको लेख्यो नैदारे चाहिँ हाम्रो पुर्खा भनेर लेख्थ्यो नैदारेको खालको त्यो सबै जिरेल भनेर लेखिदियो होइन अनि अब यो लेखेपछि यो त झन् भ्रम फिजाइदियो त दुईवटा किताबले झन् भ्रम फिजाइदियो त्यसपछि तेस्रोमा आएर 42 सालमा फेरि पञ्चायत विकास प्रशिक्षण केन्द्रमा एउटा गणेश चन्द्र अधिकारी भन्ने उहाँ प्रिन्सिपल हुनुहुन्थ्यो उहाँले फेरि के भइदियो भने जिरेललाई चाहिँ यस्तो बदनाम गरेर बदनाम लेखाउँदै गएर अब जिरेललाई अनुहार देखाउने ठाउँ रह्यो
त्यो किसिमको स्थिति भइसकेपछि अनि अब हामी चुप लाएर बस्ने कुरा आएन। हामी काठमाडौँ भएका विद्यार्थीहरू जो बाहिरबाट आएका थिए ती विद्यार्थीहरूको एउटा भेला गरेर अनि हामीले के भन्यो त्यो आपत्ति जनाइदियो। त्यो तिनटै ठाउँहरूमा त्यो गलत कुरालाई चाहिँ काट्दिनु पऱ्यो। यो कुनै पनि हालतमा यो मेल खाँदैन। यो हुनै नसक्ने कुराहरू यस्तो भ्रम फिजाउन पाउँदैन। एउटा जातिमा त्यो अर्को जातिहरूले आएर चाहिँ मनपरी लेख्न पाइँदैन। जिरेलको त्यहाँ जिरेलले लेख्छ नि, अरूले किन भन्नु पऱ्यो? त्यस कारण हामी तिनले भनेको अनुसारको हुँदै होइन। हामी जिरीको स्वतन्त्र एउटा जिरेल हो, कुनै एउटा शेर्पाको क्रस पनि होइन, हामी सुनारको क्रस पनि होइन। हामी स्वतन्त्र एउटा चाहिँ जिरेल हो, जिरीको आदिवासी हो र जुन भन्नुपर्ने कुरा छ त्यो भन्ने कुरामा चाहिँ अनि हामी सबैलाई सहमति जनाउँ। त्यसलाई अब काट्नु पऱ्यो, त्यसलाई विरोध जनाउनु पऱ्यो। अनि त्यो विरोध चाहिँ त्यतिखेरको गोर्खापत्रकोमा हामीले चाहिँ त्यो बेला निर्णय गरेर दुईवटा निर्णय गऱ्यौँ। एउटा गोर्खापत्रमा आपत्ति जनाएर त्यो चाहिँ विरोध गरिदिने, त्यसलाई चाहिँ सुधार गर्न लाउने। दोस्रो चाहिँ के हो भने हामी जिरेलको बारेमा अनुसन्धान गर्नु पऱ्यो, खोज अनुसन्धानमा लाग्नु पऱ्यो। जिरेल के हो त? साँच्चै तिनीहरूको भने जस्तै क्रस ब्रिडै हो त? हाम्रो माओवाला शेर्पै हो त? हामी सुनारकै खराब हुन् त? यसको बारेमा त खोजनीति गऱ्यौँ, पत्ता लगाउनु पऱ्यो। त्यो पत्ता लगाउने जिम्मा चाहिँ त्यतिखेर हामीलाई तिनजनालाई दियो। म सुमन कृष्ण जिरेल, निरबहादुर जिरेल, टेकबहादुर जिरेल। टेकबहादुर र सुमन कृष्ण जिरेल त्यही एरियामा पढ्दै हुनुहुन्थ्यो र जेटिएसमा प्रिन्सिपल हुनुहुन्थ्यो। अनि प्रिन्सिपलमा जाने जाहिर खाने दौडामा हुनुहुन्थ्यो र त्यसरी दिन अब त्यो हिसाबमा आउने क्रममा चाहिँ के भयो भने निरबहादुरजी उहाँ पढ्न जानुभयो बाहिर। अब गाउँमा बसेर टेकबहादुर जिरेल म मात्रै पढेँ। हामीले त्यसपछि त्यहाँबाट गएर जिरीमा शिक्षक हुन थाल्छौँ। हामीले त्यसको खोज अनुसन्धान गऱ्यौँ। मैले त्यसको सर्कुलर गरेपछि त्यहाँबाट तथ्याङ्कहरू आउन थाल्यो र त्यो तथ्याङ्क आइसकेपछि अनि हामीले के गर्यौँ भने प्रत्येक त्यो अलिक बाक्लो जिरेल बस्ती कहाँ छ त्यो बस्तीमा हामी घुम्न जान थाल्यौँ, खोज अनुसन्धान गर्न थाल्यौँ। तथ्याङ्कहरू के छ, कागजपत्र के छ, कुन किताबमा के लेखेका छन्, वास्तविक अर्थमा के अब सुनार र शेर्पाकै हामी जिरेल त्यसैको हो त? यो कुराहरू सब खोजी नीति गर्नु पऱ्यो। हामी खोजी नीति गर्न गयौँ। बुढा मान्छेहरूसँग हामीले चाहिँ इन्टरभ्यूहरू लियौँ। उहाँहरूको राय के छ त्यो कुराहरू सोध्यौँ। हाम्रो वेशभूषा के हो त, हाम्रो खानपिन के हो त, चाडपर्व के हो त, सारा चिजहरू हामीले खोजी नीति गऱ्यौँ। अनि खोजी नीति गरेर सबै सारा चिजहरू प्राप्त गरेर आउँदाखेरि त्यो उहाँहरूले हालेको कथासँग पटक्कै मेल मिलेन। हामी विशुद्ध एउटा चाहिँ के भने एउटा चाहिँ त्यतिखेरको चाहिँ किराँतको एउटा चाहिँ जुन एउटा चाहिँ दाजुभाइहरू हामीहरू जहिले पनि राई, लिम्बू, सुनरहरू, किराँतीहरू, शेर्पा, तामाङ यसको चाहिँ एउटा चाहिँ समूहभित्र चाहिँ देखिन्छ। तर अब के भने एक अर्कोको त्यो खालको चाहिँ क्रसपिटको अवस्था देखिँदैन र प्रष्ट रूपमा चाहिँ के भन्छ किराँतको वंशावलीमा हामीहरू चाहिँ माइला भएका सन्तान हुन्, सुनुवारहरू चाहिँ साइला भएका सन्तान हुन्। प्रष्टसँग चाहिँ लेखेको दस्तावेजहरू हामीले फेला पायौँ र त्यो दस्तावेजहरूलाई अगाडि राख्यौँ। अनि हरेक कुराको प्रमाणहरूलाई बटुलेर आइसकेपछि अनि हामीले के गर्यौँ भने अनि 42 सालमा उहाँले चाहिँ के भने अङ्ग्रेजीमा लिखित तयार गरेर अनि टेकबहादुर जिरेल मलाई छुट्टा इन्टरभ्यू लिनुभयो। त्यो इन्टरभ्यू हामीले दियौँ र त्यो दिइसकेपछि अनि त्यहाँबाट अझ थप अरू चाहिँ अब के भयो त्यो प्रमाण लिएर मात्रै भएन। त्यो प्रमाणलाई त बटुले त्यो प्रमाणलाई के गर्नुपर्छ, अब फेरि त्यसलाई एनालाइसिस गर्नुपर्छ। एनालाइसिस गरेर ठुल्ठुलो त्यो सोसियोलोजिस्ट, एन्थ्रोपोलोजिस्ट यिनीहरूसँग चाहिँ के गर्नुपर्ने हुन्छ भने अनि सिधै अनि उनीहरूलाई राखेर त्यो के हुन्छ प्रमाणीकरण गर्नुपर्छ। प्रमाणीकरण गरेर त्यसपछि त्यो किताबलाई फेरि द पिपुल्स अफ नेपाललाई कटाउनको निमित्त अङ्ग्रेजीबाट किताब निकाल्नुपर्ने हुन्छ। त्यसैले मैले द जिरेल्स अफ नेपाल भन्ने किताब चाहिँ त्यतिखेर यो चाहिँ 2049 सालमा निकालेको। आज कति वर्ष भयो? 2049 सालमा 1992मा द जिरेल्स अफ नेपाल भन्ने किताब निकाल्यो। त्यो किताबमा नेपालको शिक्षा तथा संस्कृति मन्त्रालयले त्यसलाई मान्यता दिएको छ। त्यो प्रमाणित गरेर त्यसपछि यो चाहिँ एकदम आधिकारिक भयो, ठिक छ भनेर चाहिँ उनीहरूले प्रकाशन त्यो किताब प्रकाशन भयो। त्यो अब देश विदेशतिर सबैतिर जिरेल के हो भन्ने कुरा प्रचारित भयो। जिरीमा बसेकोलाई पो त जिरेल भन्छ होइन। अनि जता बस्यो त्यसै बसेर जिरेल हुनु होइन, जिरेल भएर जिरी बस्ने होइन होइन। त्यसैले गर्दा व्यक्ति चाहिँ के कसरी हुन्छ भन्दाखेरि ठाउँ विशेषले आउँछ अथवा कतैबाट कुनै हाँगा काटेर आएको हुनसक्छ। त्यसैले हामी प्रष्ट चाहिँ हाम्रो आइडेन्टिटी के हो त भन्दाखेरि हामीले प्रष्ट अहिलेमा के भन्छौँ भने मानव जगत चाहिँ जम्मा 3वटा नस्लको हुन्छ। 3वटा नस्ल मङ्गोल, आर्यन, निग्रो 3वटा नस्लको हुन्छ। जम्मा
विश्वमा जति मान्छेहरू छन् जम्मा तीनवटा तीनवटा वंश लगाएको छ। हामीहरू चाहिँ के हो त भने मङ्गोल नस्लका हामी मान्छेहरू, शेर्पा, तामाङ, गुरुङ, राई, लिम्बू होइन, अनि सबै जो छन्, दनुवार, हायु, यो जो छन् हिमाली आदिवासीहरू जो छन् त्यो सबै के हो त भने यो चाहिँ गोरो र अलिकति के अरे नाक नेप्टे ठिक हाइटको भएपछि त्यो सबै त्यो के हो त भने मङ्गोल हो। यो जिरेलहरूको एकता चाहिँ हुनुपर्छ भन्ने मेरो भित्र मनदेखि भएको हुनाले गर्दाखेरि म क्षेत्रपाललाई चाहियो पनि भन्दिनँ, अन्तकोले लिनुपर्छ पनि भन्दिनँ, जिरीकोले नै हुनुपर्छ पनि नभन्नुहोस्। योग्यता क्षमता सबैलाई समेटेर लाने मान्छे जो कोही भए पनि चाहिँ एउटा चाहिँ भनौँ, एकजनालाई नेतृत्व दिउँ र यो सबै कुरा चाहिँ एउटैले धान्ने गरिकन चाहिँ नबनाउँ। म अहिले नवीनजीलाई पनि एउटा कुरा चाहिँ सबै अध्यक्ष मण्डलको अध्यक्ष भएपछि अध्यक्ष मण्डलको अध्यक्षता गरेर यहाँको चाहिँ अरू निर्वाचन प्रक्रियाको विषयमा अर्को दिएर अर्को सदस्यलाई चाहिँ कार्यक्रम सञ्चालन गर्न दिएको भए पनि यसको गरिमा बढ्थ्यो, आकर्षण बढ्थ्यो, राम्रो हुन्थ्यो। यहाँ के भन्छ युवराजले बोलेपछि युवराज मात्रै, अनि लालराजले बोलेपछि लालराज मात्रै, नवीनले बोलेपछि नवीनका मात्रै, अरू समितिको त त्यो त कसले भन्छ त्यो कोषाध्यक्ष यहीँ हुनुहुन्छ, मलाई केही पनि थाहा छैन भन्नुहुन्छ अर्कोले। यस्तो खालको समिति चाहिँ नबनाउँ भन्ने म तपाईँहरूलाई आग्रह गर्दै मेरो भनाइहरू यहीँ रहन्छु। तितो मिठो केही भयो होला साथीहरूले कसैले पनि चाहिँ यसलाई चाहिँ तितो नसम्झिकन मेरो चाहिँ मलाई मनमा लागेको मप्रति लागेको चाहिँ आरोपको स्पष्टीकरण मात्रै हो र यो संस्थालाई चाहिँ एकपल्ट साँच्ची ठुलो राष्ट्रिय स्तरमा चाहिँ एउटा विचार